मुनिको प्लास्टिक एउटा अर्को माउले गर्दा खै तिमी नलगाएर खोल न खोल लगाऊ त्यो प्लास्टिक लगाउनु सबैजना माइलाको गोबरको पानी छैन माथिबाट गर्दैन यसो बाउको जस्तो आएर सबै गाडी 1505 डलर रकम पनि यो रकमको हिसाबमा सम्झिदिएर यो चाहिँ हजुरप्रति परेको दुःखमा हामी सम्पूर्ण समाज पनि एकीकृत छौँ भनेर चाहिँ बुझिदिनु होला भन्न चाहन्छु यो पनि धन्यवाद डालिममा 1958 मा जन्म भई हाल पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्ग सहरमा बस्दै आउनुभएको धनबहादुर लोजा गुरुङज्यूको 2025 मार्च 28 तारिकमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै स्तब्ध तुल्याएको छ। यो दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना प्रकट गर्दछौँ। लक्ष्मी ज्वेलर्स युएसए परिवार ह्यारिसबर्ग लामा गुरु त नयाँ लामा पर्यो पहिला छैन मन्त्र पढ्नु पढ्दैन नि त्यो लामा सुलबार माथि देखि माथि देखि कोदो म पढ्छु गिलास गयो सानो आज ल्याउ न सुरु खानुपर्छ है हाम्रो गाईको मुद्दा हाम्रो टिपानी घोडी पनि झम्को पर्ने पर्यो आज के भयो बुहारीहरूले दिइसकेको पत्र पढ्दै अलिक पछाडि लामा
हात बलिसक्यो यसो ड्याममै हाल्नु हुँदैन सबैले होइन मामाहरू नर्कन सम्झेको पहिला सम्झिनु अहिले चाहिँ हावाको गफ भयो भने है हामीले राखिसकेका छौँ। अब यो कार्यलाई कसरी हुन्छ तपाईहरुले अघि बढाइदिनु होला। थ्यांक यू। त्यो त राखेछ नि पछाडी पछाडी हैन सीधा आइन्छ सीधा भेट्छ
बत्ती बालौँ ठुलो बत्ती बालौँ पहिला सबै एउटा बाल्नु सबैले त्यही फुल चढाउँदै यहाँदेखि उठाएर लगेर सबै देवी देवता लामा लमिनी कल्याण झाँक्री झक्रोनी सिमेर हुने सबैलाई साथमा राखेर लामाको आत्मालाई आफैले बोकेर अरे यो हुँदै 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 हामी दालिम पुगेर अहिले चाहिँ काठमाडौँ ल्याएर फेरि अब चाहिँ हामी सिमेनासा भनेको जहाँ चाहिँ पहिला सुखहरू जन्मेको ठाउँको बाटो चाहिँ अब हामी गएर जहाँ चाहिँ घ्याब्रिङको उत्पत्ति कुन छ घरेटी भनेको चाहिँ घ्याब्रिङको उत्पत्ति भएको ठाउँमा लगेर अहिले पिसाब हाम्रो घ्याब्रिङको अवस्थामा लगेर पिसाब नि त होइन
सम्पूर्णलाई यस दुःखद घडीमा स्वर्गीय धनबहादुर लोजा आफ्नो व्यस्तताको बावजुद पनि उपस्थित रहेर उहाँलाई साथ दिनमा आउनुभएको छ। यहाँ सम्पूर्णलाई उहाँको परिवारको तर्फबाट साथसाथमा हामी संस्थाको तर्फबाट पनि यहाँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। हुनु त यो हामीले गुरुङ जातिहरूले हामी धेरै रिसर्च गरेर आएको छौँ। यथार्थ कुरा सत्य कुरा हामीले ढाँटेर छलेर केही पनि गरेको छैन। हामीले जे कुरा खोजी गरेको छौँ नराम्रो कुरालाई छोडेर राम्रो कुरा हामी गरिराखेका छौँ अहिले। र यो कुरालाई पक्कै पनि हजुर सबैजनाले बुझिदिनुहुन्छ। हामी कोही पनि तेरो मेरो नभइकन हामी सबै यहाँ सबैजनाले चाहिँ तपाईँलाई म बिन्ती गर्छु, तपाईँ चाहिँ अब हाम्रो वरिपरि बस्नु हुँदैन। अब चाहिँ तपाईँले अर्को जन्म लिनुपर्छ। अब तपाईँको चाहिँ सिमेनासा तपाईँको पितृ जहाँ छ तपाईँ त्यहाँ जानुपर्छ भनेर चाहिँ हामी आफन्तले रिक्वेस्ट गऱ्यो भने चाहिँ उसले मान्छ। ऊ भूतप्रेत भएर अप्ठ्यारो ठाउँमा नबसोस् भन्ने चाहिँ अबको यो दोस्रो मेलोमा चाहिँ हामी बिन्ती गर्छौँ है त। कहीँ पनि नअल्झियोस्, कहीँ खोला नालामा नबसोस्, कहीँ अप्ठ्यारोमा नपरोस्। तिमी चाहिँ अब सबैजनाले भन्यो भने चाहिँ उँधो पनि सुनिन्छ, सबैजनाले जान्दछ पनि ल। उठेर ल है हुन्छ यतिमा अशोक है तपाईँले चाहिँ अब जति बेला बेलुकै गएर उफ्रिने नाच्नेहरूको लागि चाहिँ कन्ट्रोल गर्नु, कोही झगडाबाट मिलाउनु अब हुन गइरहेको चाहिँ हामीले यसलाई शेरगा भनिन्छ। घ्याब्रिङको उहिले सदियौँ कालदेखिको ल्याइआएको एउटा गीतको मेलोबाट स्वर्ग पुर्याउने विधि। यो फेरि गीत भन्दै गर्दाखेरि यहाँ विभिन्न कुराहरू आएको छ। यो चाहिँ होइन गुरुङहरूले चाहिँ रातभरि गीत गाउने अनि बिहान उठेर चाहिँ रातभरि जेसुकै गऱ्यो अनि बिहान उठेर चेली माइती गर्ने भन्ने कुराहरू पनि कता कता सुन्नमा आइरहेछ। यो चाहिँ के हो भन्दाखेरि उहिलेदेखिको घ्याब्रिङ गुरुङ जतिले मान्नुहुन्छ उहाँहरूको घ्याब्रिङ पोजुला मान्नुहुनेहरूको एउटा संस्कार हो, यो एउटा कर्मकाण्ड हो। यो यसलाई कसैले पनि त्यस्तो धावा बोलेर यसलाई नकारात्मक रूपमा आफै चाहिँ नै नराम्रो हुने काम कतैबाट नगरिदिनु हुन पनि म यहीँबाट अनुरोध गर्न चाहन्छु। म एउटा घ्याब्रिङ ठेकी भएको नाताले यो चाहिँ हाम्रो विधि अनुसार
चाहिँ स्वर्ग भन्यो नि होइन यो ठिकै छ अब तिमी चाहिँ तिम्रो चाहिँ ठेगाना यो हो तिमी बसी खाउन यी बस तिमी भनेर अनि नरलोकको दुनियाँ फर्केर आउन भनेको चाहिँ हामी चाहिँ नरलोकमा भनेको यो ठाउँमा फर्केर आउनु भने देख्नु भएको थिएन भने पनि त्यो देख्नुभयो हामीले चाहिँ यसरी हाम्रो गुरुङ जातिको जसले घ्याप्लिङ पाउनुहुन्छ उहाँहरूले चाहिँ यसरी चाहिँ एउटा यो स्वर्गको मेलो गरेर लगेर हामी चाहिँ फर्केर आउने विधि तपाईँहरूले देख्नुभयो अब भोलि चाहिँ अब आजलाई हामी यतिमा रोक्छौँ भोलि चाहिँ मावली भान्जा चेलीहरू सबैजना भेला भएर बिहान अब धन लोजा गुरुङलाई खानु मन परेको कुरा खानु नपाएको कुरा खानु मन लागि पनि स्वास्थ्यको कारणले मन नलागेको कुराहरू चाहिँ भोलि मूल चेलीले चाहिँ एउटा नाङ्लोमा जति तपाईँले खानेकुराहरू बनाउन सक्नुहुन्छ त्यो चाहिँ एउटा नाङ्लोमा बिहान तयार गर्छौँ अनि हाम्रो छोराहरूले चाहिँ एक माना चामलको पिण्ड दिने हाम्रो पितृलाई मान्ने भएकोले गर्दाखेरि हामीले पितृलाई पिण्ड दिन्छौँ एक माना चामलको चाहिँ खाना भातको डल्ला बनाउँछौँ अनि पितृलाई चढाउने काम अनि चाहिँ मामालाई चाहिँ अन्तिम बिदाई भोलि चाहिँ त्यसलाई सिँगाइदिने भनिन्छ त्यो चाहिँ आफन्तजनहरू मामा मावलीहरू सबैजना भएर भोलि भेला भएर चाहिँ उहाँले खानु मन परेको कुराहरू दिएर हामी बिदा गर्छौँ भोलि र तपाईँहरू जति सक्दो भोलि हामी ढिलोमा 9 बजी थाल्छौँ तपाईँहरू जसले भ्याउनुहुन्छ कृपया गरेर आज यतिजना उपस्थित हुनुभएको छ भोलि पनि बिहान अन्तिम बिदाई गर्नको लागि तपाईँहरू आइदिनु होला अनि हामी बिहान 9 बजीदेखि हामी लगभग 1 घन्टा गरेपछि चाहिँ हामी चेली माइतीको कुरा आउँछ अब पिण्ड दिने लो फाल्ने कुराहरू हुन्छ भोलि तपाईँहरू सम्पूर्णलाई भोलि समयमै उपस्थित हुनको लागि म एउटा भान्जो त्यो घरको र एउटा घ्याप्लिङ खेकीको तर्फबाट तपाईँहरूलाई अनुरोध है त भोलि ल आजलाई चाहिँ यतिमै स्थगित भएको अब यो घोषणा गर्न चाहन्छु है सबैले समय दिनुभएको धन्यवाद सबैले यतिको समय हाम्रो विशेष गरी हामीसँग जोडिनु भएको कार्यालयवासी हेरिसबर्गवासी आफन्तजन इष्टमित्र तपाईँहरूलाई बाहिरबाट
ना एउटा केरा बनाना सबैजना आफ्नो आफन्तहरू भेला भएर यो चाहिँ अन्तिम बिदाई। अब हामीले नामाले खानु मन परेको कुराहरू, खानु नपाएको कुराहरू सम्पूर्ण शैलीबाट चाहिँ यहाँनिर तपाईँहरूले देख्नु भएर यहाँ खानेकुराहरू राखिदिएको छौँ। अब हिजोको दिनमा खानु पाएको थिएन भने पनि यो खाएर चाहिँ अब तपाईँ चाहिँ हामीदेखि चाहिँ बिदा हुनुपर्छ भनेर यो अन्तिम गरिने मेलो हो। यो सबैजनाले ध्यान दिएर ध्यान गरेर उहाँलाई हामी सबैले अब बिदा गर्दैछौँ। यहाँनिर बुढा मावली हुनुहुन्छ होइन, मावलीहरू हुनुहुन्छ, छोराछोरी सबैजना राखेर अब यो अन्तिम बिदाई हो। सबैले ध्यान दिएर ल अब चाहिँ तपाईँको यो ठाउँ होइन, तपाईँले अब अर्को जन्म लिनुपर्छ, पुनर्जन्म हुनुपर्छ भनेर चाहिँ सबैले ध्यान गर्नु होला।
यसो अलिकति छलछोल दिनुहोस् त सबैजना फर्केर आउनुहोस् है यो भनेको चाहिँ के हो भने उहाँले अब पुग्यो होइन सबै ठाउँमा उहाँ जानु भएको छ जुन चाहिँ एउटा रोपेर 1000 फलाउने ठाउँमा जानु भएको छ त्यो भएर हामीले चाहिँ यो चाहिँ सबैलाई यो चाहिँ दिएको हामीले आमाको नाममा जहाँ चाहिँ गएर उहाँलाई अन्नले कहिले पनि उसलाई खाँचो नहोस् अन्न बाली कहिले पनि उसलाई चाहिँ अपुग नहोस् भनेर चाहिँ हामीले यो अन्न सबैको नाममा चाहिँ हामीले नाममा चलाउँछौँ
भेला गर्नु जे एउटा छ त्यो मामालाई आत्मालाई चाहिँ सुरक्षा गरेर हामीले ठाउँमा पुर्यायौँ। अब यो चाहिँ हामीले चाहिँ यस्तो गरेर लानुहुने सबै सिमेभूमे देवी देउता देवी देउराले सबैजना सिन्धुनान्दलाई चाहिँ धन्यवाद दिएको र अब हामीले यो अन्तिममा चाहिँ यो हामी फुकेर चाहिँ यहाँनिर यो थानमा यसलाई मेरा भन्छ यो मेरामा चाहिँ हामी चढाउँछौँ। यो चाहिँ हामीले सम्झिनु पर्यो कि मेरो मामाको धनबहादुर लोजाको हातमा चाहिँ सुरक्षित गयो भनेर चाहिँ सुरक्षित लानुहुने लामाहरू देवी देउता देवी देउराले सिमेभूमे सबैजनालाई चाहिँ धन्यवाद दिएको है त। तपाईँले त्यो सम्झिनु होला। सबैले यहाँ खरिदिनु त्यो चाहिँ के गरेको थियो यसो लोसारेको पुरै लोसारेको एउटा एउटा सबैजनालाई कान्छा 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 मन पेपरमा लेखेको छैन अब यसलाई पोका पारेर नि लगेर बाहिर लगेर खुल्ला ठाउँमा औँलाएर राख्दिनु अलिक खानापिना बाटोमा लगेर केटाहरू जानु केटाहरू अघिको ठाउँमा अघि कहाँ केटाहरू जानु केटा दिदीबहिनीहरूले होइन छोरा खाले केटाहरू केटाहरू जाने दुई भाइ जानु थियो ल हामी चाहिँ बहादुर लोजालाई चाहिँ हाम्रो पितृहरू कहाँ हुनुहुन्थ्यो पहिला बाउ बाजेहरू जहाँ थियो त्यहीँ लगेर लिङ्क गराएको भएर चाहिँ अब यो चाहिँ हामीले चाहिँ ल है अब राम्रोसँग राखिदिनु होला
चला यहाँ जान्छ बर्ताको अब भयो होइन यो चाहिँ के गरेको भने यो जुठोमा बस्दाखेरि यसले कति आफैलाई जुठो लाग्यो जुठो भयो भनेर यो शुद्धै गरिदिएको है तल अब दुईटा खुट्टा तल अनि दुई खेप चाहिँ सिर अनि टाउको लाग्यो अर्को जिरो भाइ बबिता अरूले डाइरेक्ट हात लाग्ने लाइन बस्नु लाइन यदि माइल माथि सुरु आएको हाम्रो पानी है
हातमै थाप्नु उठाउनु परेन साथी थियो म साथी बुझ्दैछु के बाँड्नु पर्छ त्यति छोडिदिनु बाँड्नु छ आफै आफै बाँड्ने बाजे माथिबाट छोडिदिनु सानो कसरी लाग्छ राम परे पैसा हुनुपर्छ भन्ने होइन पैसा छैन भने आउनुहोस् पैसा फेरि सबैले पैसा गुरुङको संस्कार अनुसार एउटा ज्वाइँलाई मान्ने ज्वाइँले चाहिँ जुनै पनि अर्को इच्छा कार्यमा चाहिँ ज्वाइँको ठुलो सहयोग हुन्छ गुरुङमा। सबैभन्दा यो आज लोजा परिवारमा भएको यो घटनालाई यी दुईजना ज्वाइँहरूले दुईजनाको ज्वाइँको सहयोगले हामी लामाहरूले चाहिँ यो कार्यक्रम सम्पन्न गर्न सक्यौँ। त्यो कारणले गर्दाखेरि ज्वाइँलाई चाहिँ यहाँनिर सद्बिउ भुटानमा हुनु भने त मकैको बोरै हुन्थ्यो होइन,
के अरे गहुँको बोरा हुन्थ्यो, धान मकैको हुन्थ्यो, तर रोप्नु चाहिँ पऱ्यो है त। सुन्नु साँच्चै आज कुरा पाएको यसरी रोप्नु भनेर रोप्नु मार्नु सिकाउनु पर्छ। चामल त लगेर राइस कुकर लगेर छर्ने चामल त लगेर कुकर जयहरूको केही छ भन्नुपर्ने जयहरूको केही छ भन्नुपर्ने एकदम सहयोग गरिदिनु भयो धेरै धेरै पोजु र घ्याप्री लोजाको गफामा पर्ने अन्य थरीको चेलीहरू हुन्छ है जस्तै चेलीहरू हुनुहुन्छ भने हजुरहरूलाई अगाडि आइदिन अनुरोध गर्छु अनि लेगेको चेलीहरू लोजाको गफामा पर्नु भएको छ भने Thank you.
मन्जु अगाडि हो अगाडि यता कता छ उता पनि कहाँ हिँडेको ल यता यता हेर्नु यता खै गोमाको छोरा के अरे गोमाको छोरा अरे के अरे कर्ण भाइको छोराछोरी खै छोरीहरू होइन छोरीहरू क्या छोरीहरू लोदा चेली होइन त नानीहरू छोरीहरू के होइन भान्दा मामा
सल्लाहले हो गरेको हो ठिक हो कता गयो ब्याङ्क म्यानेजर कता गयो ल फेरि खरिको रोजाको कथामा पर्नु भएको छ भने उहाँको 98 फेरि अगाडि बढ्न सक्नुहुन्छ है त मन्जु कहाँ हिँडेको यहाँ जान आँट्यो ल म त केही भनेको छुइनँ म त चुप लाएर बसिरहेको मैले भने माइतीको अन्तिम विदाई यसै माइतीको भने अब जहिले पनि तपाईँको शिर खडा होस् भनेर सिरुखान मात्रै गरेको हामीले र आगामी दिनहरूमा नि अब राम्रो शुभ कार्यहरूमा र यसरी सबैलाई सहयोग गर्न एउटा मनबाट नै तपाईँहरूले यसो सहयोग गर्नुमा हस्टेको होस् भन्ने कामना साथ शिर उठाउने गरेको मात्रै अब दुःख अनुसारको र खट्ने अनुसारको त हामीले केही पनि गर्नु सक्दैनौँ र खालि भनाइ मात्रै यो क्षमा माग्दै हामीहरू यो शिर उठाउने क्रम मात्रै हो कसैले पनि अब यहाँ हेऱ्यो भने चाहिँ
त्यही त उसलाई के गरेर भन्ने एउटा नियम यो परम्परा गरिदिएको हो उसले आज मात्रै गरेको कुरा होइन बिहेमा पनि यस्तै गरिन्छ बिहे सकेको भोलिपल्ट साँच्ची बङ्गा